सबैजना थाकेर यहाँ बसिरहेछ अहिले एकछिन थकाइ मारेको चिप्स खान्छ म पनि खान्छु अझै बहुत हिँड्छ हामीलाई दार्जिलिङ सिक्किम नि आउँछ म्याचिङ फ्लावर्स मेरो टी सर्टसँग यता नि छ ए म्याचिङ फ्लावर्स हामी रेस्टिङ प्लेसमा पुगिसकेको छ फेरि यहाँ आएर आराम गर्दैछ र आराम गर्ने जग्गामा पुगेछ फेरि हामी फेरि हमें जीने दो हमें जीने दो ना ना Give me some sunshine. Give me some grace. Give me another chance. Wanna grow up once again. Give me some sunshine. Give me some grace. Give me another chance. Wanna grow up once again. बचपन तो गया जवानी भी गई एक पल तो हमें जीने दो बचपन तो गया जवानी भी गई एक पल तो हमें जीने दो ल्याउनु न यहाँ यस्तो गरेर अनि पो हुन्छ त यहाँ टेस्ट गरेर भन्छ त तपाईँहरूलाई कस्तो हुन्छ सकिसकेर मलाई दादा देखाउने तातो मलाई अचार लगाएर खानुपर्छ यसरी हो अङ्गले फेरि अचार खानु सिकेछ अचार खान सिकेछ पिरो खान्छ कि मसँग बसेर सिकिरहेछ के सिकाएछ खालि आलु भात तर इस्कुस खानु सिकेछ कस्तो रहेछ मुन्जो मोमो ठिकै छ केरे कुन प्रब्लम नि नेपाली त मन पर्छ खान्छ नि फाइनली पुग्यो हामी 5 किलोमिटर हिँडिसकेर फाइनली हामी लेप्चाको पुग्यो गाइस बल्ल बल्ल अब भ्यू पोइन्टहरूतिर जाने अन्त अब के छ अरू त्यता माथि अब लजमा जाने सबैजना पुगिसकेको छ फाइनली आफ्टर 5 किलोमिटर अफ ट्रेकिङ पुग्यो हामी फाइनली हामी लेप्चाको पुगिसकेको छ यहाँ भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले कति दामी भ्यू छ हजुर यस्तो चिसो छ मौसम पनि हल्का घाम लागिरहेछ
भाउजू भाउजूको साथी भाउजूको साथी गुन्जो यहाँ बसिरहनु भएको छ आरामले काम तापेर गुन्जो फोटो खिच्दैछ यो चाहिँ लेप्चाकाको लज हो यहाँ लज यस्तो दामी छ यहाँ लजहरू पनि एकदम दामी दामी बनाइसकेको छ यस्तो 2टा डबल बेडवाला होइन दामी छ यहाँ काठको घर छ पुरानो स्टाइलमा दामी हुन्छ यहाँबाट